आज चाहिँ हामी विराटनगरको सुरक्षा अस्पतालको छेउमा रहेको रोहित पुच्का सेन्टरमा चटपट खान आएको छौँ। तपाईँको नाम रोहित हो? हाम्रो दाइले यहाँ पानीपुरीको मसला रेडी गर्नु हुँदैछ, हेर्नु होला। हाम्रो दाइको चटपटे एकदम अर्ग्यानिक चटपटे हुन्छ। अजिना कलर केही नहालिकन बनाउनुहुन्छ। एकदम अर्ग्यानिक हस्पिटलमा आउने मान्छेहरूले खानको लागि अर्ग्यानिक चटपटे बनाउनुहुन्छ। यहाँ कागती काटेर दिनु हुँदैछ। हामी पनि आज चटपटे अर्ग्यानिक चटपटे खाने भनेर आएको। जमुना कोइरालाज्यू कागतीसँग नुन हालेर चाहिँ धुले खोर्सानी हालेर खानु हुँदैछ। र बाँकी चाहिँ हाम्रो भिडियो आउँदै गर्नेछ। आधी मात्रै भिडियो बनाएर छोडेको थियो, त्यसपछिको भिडियो आयो। हाम्रो रोहित दाइले चटपटे बनाउनु हुँदैछ यहाँनिर। तपाईँहरू कोही पनि विराटनगर अतिथि सदनमा रहेको सुरक्षा हस्पिटलमा जानुभयो भने चाहिँ खाजा खानको लागि चाहिँ यही रोहित दाइको चटपटे पसलमा जानु होला। एकदम अर्ग्यानिक, अजिनाहरू केही नहालिकन, त्यस्तो बाहिरी मसलाहरू केही नहालिकन अर्ग्यानिक मसलाबाट चटपटे बनाएर खुवाउनुहुन्छ। एकदम मिठो चटपटे। म भनिदिन्छु नि त, विराटनगरको सुरक्षा हस्पिटलमा गयो भने चाहिँ अरू केही नखा, त्यहाँ दाइको चटपटे खान चाहिँ जाऊ है। 40 रुपियाँ, 60 रुपियाँ, 80 रुपियाँ यो तीनवटा प्राइस रेन्जमा उपलब्ध छ। एकदम मिठो चटपटे। सबैजनाले सम्झिनु होला हाम्रो रोहित पुच्का सेन्टरको हाम्रो रोहित दाइलाई। हस्त धन्यवाद। अर्ग्यानिक च्यानललाई लाइक सेयर र सब्सक्राइब गरिदिनु होला। अन्तिमसम्म भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई भन्दै आज चाहिँ म अमृत आरम्भ यो भिडियोबाट बिदा लिन चाहे। जय देश, जय नेपाल, जय राष्ट्रिय स्वतन्त्र पार्टी, जय घन्टी, जय रवि, जय बालन। त्यसलाई सबैले माया गरिदिनु होला। मेरो युट्युब च्यानललाई पनि सबैजनाले माया गरिदिनु होला। हस्त धन्यवाद सबैलाई।